दिनमा अब भयो भने आन्दोलनमा राम्रो भयो भने 40-50 हजारसम्म बेच्न सक्छौँ एक दिनमा दिनमा। त्यो त व्यापार हुन्छ हुन्छ, सानो आन्दोलनमा चाहिँ हुँदैन, ठुलो आन्दोलन भयो भने राम्रो हुन्छ। कति दिन भयो तपाईँ व्यापार गर्न थालेको? म चाहिँ यहाँ 23 दिन भयो आज चाहिँ, होइन आज 23 दिन भयो म यहाँ आउन लाग्यो। त्यही भने चाहिँ व्यापार गर्न तपाईँ सुरुदेखिबाट व्यापार गरिरहनु भएको छ? गरिरहेको छु। कतिको अरू दिनभन्दा जस्तो यो सिसाको आन्दोलनभन्दा अगाडिको बिक्री र अहिलेको बिक्री कतिको भइरहेको छ त? आज यो सिसाको आन्दोलनभन्दा यो चाहिँ अर्को आन्दोलन हुन्छ नि, त्यो चाहिँ राम्रो हुन्छ। त्यहाँ झन्डा चाहिँ बढी जान्छ, राम्रो जान्छ, राजावादी आन्दोलनमा धेरै जान्छ। आन्दोलनभन्दा अगाडिको व्यापार र अहिलेको व्यापार कतिको छ? यो आन्दोलनभन्दा अगाडिको आन्दोलन चाहिँ एक दिनमा अब भयो भने आन्दोलनमा राम्रो भयो भने 40-50 हजारसम्म बेच्न सक्छौँ एक दिनमा। त्यो त व्यापार हुन्छ? हुन्छ, सबै सक्छ। एउटा झन्डा कतिमा बेच्नुहुन्छ? म चाहिँ अब साइज हेरेर 100 देखि 500सम्म। 500सम्म झन्डा हुन्छ? एउटा झन्डाको 500 नै पर्छ है? पर्छ, 100 देखि लिएर 500सम्म फिट अनुसार पर्छ। के शिक्षकहरूलाई के भन्नुहुन्छ? शिक्षकहरूलाई आन्दोलन गरिराख्नु भएको छ। अब यहाँबाट गएर राम्रो पढाएर विद्यार्थीहरूलाई होइन उच्च शिक्षासम्म हासिल गराउनु भन्छु। सरकारले शिक्षकले भनेको सुनाइ गरेको छैन, के गरे छैन? व्यापार पनि भइरहेछ होइन, त्यस्तो होइन कि अब चाँडै नै सरकारले माग चाहिँ शिक्षकहरूको पुरा गरोस्, शिक्षकहरूले चाहिँ विद्यार्थीहरू राम्रो स्कुलमा गएर राम्रो पढाउन् भन्ने त्यही छ मेरो।